हेलो एभ्रिवान, तपाईँहरू सबैजनालाई स्वागत छ हाम्रो न्यू भिडियोमा। आज चाहिँ आफ्टर फेलोसिप हाम्रो फ्यामिली चाहिँ हामी नयाँ ठाउँमा घुम्न जाँदैछौँ है। यो ठाउँ हाम्रो लागि पनि पहिलो पटक हो। हामी चाहिँ महालक्ष्मी स्थानबाट एकान्त कुना हुँदै बल्खुतिर जाँदैछौँ। अनि हामी चाहिँ एभ्री स्याटरडे आफ्टर फेलोसिप हामी चाहिँ काहीँ न काहीँ गइराखेको हुन्छ कि अरू समयमा उहाँ अफिसको कामले व्यस्त हुन्छ अनि स्याटरडे फ्री हुन्छ अनि बाबु र मलाई चाहिँ नयाँ नयाँ ठाउँ उहाँले चाहिँ यसरी घुमाउन लैराख्नुहुन्छ। त्यसै क्रममा आज हामी नयाँ ठाउँमा जाँदैछौँ। कहाँ जाँदैछौँ भनेर थाहा पाउनलाई हामीसँगै रहनु होला है। थ्याङ्क यू। चाहिँ अहिले नखुदो बाटो आइपुग्यौँ। नखुदो बाटो हुँदै हामी बल्खु जाने साइडतिर हुँदै हामी जानेछौँ है त। अनि अहिले चाहिँ काठमाडौँको रोडहरू बाटोहरू एकदम राम्रो बनेको छ है। अनि रोडको साइडमा कस्तो ग्रिन ट्रीहरू रोपेर अहिले चाहिँ काठमाडौँ पनि स्पेसली यो चाहिँ ललितपुर पर्छ है। ललितपुर त झन् अझै कति ग्रिन बनाएको छ कि पहिला यो रोडहरूमा कति धुलो हुन्थ्यो, कति फोहोर थियो। हेर्नुहोस् न अहिले कति सुन्दर हरियाली देखेको छ है। अनि मलाई यस्तो खालको सिनारीहरू चाहिँ एकदम मनपर्छ किनभने म ग्रिन लभर हो। त्यसैले अब चाहिँ हामी बल्खुबाट किर्तिपुर जाने बाटोतिर लाग्दैछौँ है। आज हामी जानुपर्ने चाहिँ किर्तिपुर हुँदै जानुपर्ने छ त्यो ठाउँमा। फाइनली हामी हाम्रो गन्तव्यमा आइपुग्यौँ। अनि हेर्नुहोस् न मेरो छोरा एक्साइटेड भएर उफ्रिँदैछ। अनि यो चाहिँ काठमाडौँ स्थित रहेको ताल हो जसको नाम चाहिँ तौदा रहेको छ। अनि यो तालभित्र विभिन्न खाले माछाहरू पनि रहेछ कि जाने बित्तिकै मैले माछाहरू देखेर म एकदम एक्साइटेड भएँ। अनि यहाँ चाहिँ विभिन्न कलरको माछाहरू पनि रहेछ। अनि यसरी हेर्नुहोस् न माछाहरू चाहिँ पानीभित्र कस्तो मजाले खेल्दैछ। अनि मेरो छोरा यो दृश्य देखेर एकदम खुसी भयो अनि मलाई पनि कति खुसी लाग्यो।
ताल घुम्दा घुम्दै कतिखेर गएर माथि खेलौँ भइराखेको थियो। फाइनली यहाँ आएर उहाँ चाहिँ एकदम एक्साइटेड भएर खुब खेल्नुभयो है। अनि यहाँ चाहिँ नजिकै रेस्टुरेन्टहरू पनि रहेछ, आरामले बसेर भ्यू हेर्दै इन्जोय गर्न सक्नुहुन्छ। अनि मेरो छोरालाई चाहिँ एकदम खेल्न मनपर्छ कि जहाँ गए पनि उहाँलाई चाहिँ एकदम खेल्नुपर्छ, एकदम एकदम एक्टिभ खालको हुनुहुन्छ। अनि हेर्नुहोस् यति खेल्दै हुनुहुन्छ, नन स्टप खेल्दै हुनुहुन्छ। अनि खेलेर उहाँ कहिले पनि थाक्नुहुन्न। अनि उहाँको खेल्ने क्रम यो जारी छँदैछ। हामीले चाहिँ यहाँ आएर ताल पनि घुम्यौँ, छोराले पनि खेल्नुभयो। अनि खाजासाजा खाएर फाइनली हामी घर फर्क्यौँ। अनि आजको भिडियो यति नै। थ्याङ्क यू फर वाचिङ। हामीसँग हुनुभयो अनि हामीसँग भिजिट गर्नुभयो। तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू फर वाचिङ।